के तपाईँलाई थाहा छ यदि तपाईँले प्रत्येक महिना 5,000 रुपियाँ चाहिँ एसआइपी गर्नुभयो भने अन एभरेज तपाईँले 12 देखि 15% चाहिँ तपाईँ रिटर्न पाउनुभयो भने तपाईँले एक वर्षमा 60,000 रुपियाँ चाहिँ इन्भेस्ट गर्नुहुन्छ है र 10 वर्षमा 6 लाख रुपियाँ इन्भेस्ट गर्नुहुन्छ। तर त्यो 10 वर्षमा तपाईँले इन्भेस्ट गरेको पैसा कति पाउनुहुन्छ? 13 लाख रुपियाँ पाउनुहुन्छ। सो अब त्यही 5,000 रुपियाँ तपाईँले 20 वर्षसम्मको लागि गर्नुभयो भने तपाईँको टोटल इन्भेस्टमेन्ट हुन्छ 12 लाख रुपियाँ, तर तपाईँ टोटल पाउनुहुन्छ 66 लाख रुपियाँ। र तपाईँले सेम थिङ तपाईँले 30 वर्षसम्म गर्नुभयो भने तपाईँले टोटल इन्भेस्टमेन्ट 18 लाख रुपियाँ गर्नुहुन्छ र तपाईँ टोटल रिटर्न चाहिँ 2,85 लाख रुपियाँ पाउनुहुन्छ। सो दिस इज द पावर अफ कम्पाउन्डिङ है गाइस। सो यसलाई हल्का अलिकति चेन्ज गरौँ। तपाईँले प्रत्येक वर्ष 5,000 रुपियाँ इन्भेस्ट गर्नुहुन्छ भने चाहिँ त्यसलाई तपाईँले 10% बढाउनु भयो प्रत्येक वर्ष। सपोज मान्नुहोस् फर्स्ट इयर तपाईँले 5,000 रुपियाँ एसआइपी गर्नुभयो, सेकेन्ड इयर तपाईँले 5,050 रुपियाँ, सपोज सायद 10% भनेको 5 रुपियाँ नै पर्न जान्छ होला। तपाईँ त्यति चाहिँ तपाईँले 30 वर्षसम्म इन्भेस्ट गर्नुभयो भने तपाईँ टोटलमा 6 करोड रुपियाँ चाहिँ तपाईँले प्राप्त गर्न सक्नुहुन्छ क्या। सो दिस इज द पावर अफ कम्पाउन्डिङ गाइज। सो यो नै हो कम्पाउन्डिङको पावर। यो कुरा सबैले थाहा छ, तर फलोअप भने कसैले गर्दैन। आज गरौँ, भोलि गरौँ, पर्सि गरौँ भनेर हामी नर्मल मान्छेहरूले यही सोच्छौँ, तर धनी मान्छेहरूले जस्ट गरिहाल्छन् के। सो दिस इज द पावर अफ कम्पाउन्डिङ। सो हेलो गाइज एन्ड वेलकम ब्याक टु माई च्यानल विथ अ न्यू भिडियो। सो आज चाहिँ म तपाईँहरूलाई केही कन्सेप्टहरू भन्छु, जुन कन्सेप्टले चाहिँ इफ यु फलो अप लाइक द्याट इट गन चेन्ज युर माइन्ड के। सो फर्स्टमा हामी आऊँ कम्पाउन्डिङमा। सो कम्पाउन्डिङ एउटा कमर्सको थ्योरी मात्र होइन, यो एउटा प्र्याक्टिकल लाइफमा पनि धेरै रोल खेल्ने चाहिँ धेरै कुरा परिवर्तन गर्ने एउटा चिज हो भनौँ न। कम्पाउन्डिङ पैसा मात्र हुँदैन, कम्पाउन्डिङ सम्बन्धमा पनि हुन्छ, नलेजमा हुन्छ, ज्ञानमा हुन्छ होइन। नर्मल्ली हामीले कम्पाउन्ड इन्ट्रेस्ट भनेको ब्याजको ब्याज भन्ने बुझ्छौँ, कसैबाट पैसा लिउँ भने ब्याजको ब्याज लाग्छ है भन्छौँ। तर त्यो कसैलाई थाहा छ कि छैन थाहा छैन होइन। तर तपाईँले कुनै चिजमा इन्भेस्ट गर्नुभयो र त्यसको कम्पाउन्डिङ हुन्छ भने तपाईँलाई फाइदा पनि धेरै नै हुन्छ। एउटा सम्बन्धबाट अर्को सम्बन्ध बढ्छ, त्यसरी नै कम्पाउन्डिङबाट एउटा पैसाबाट अर्को पैसा बढ्छ, अर्को पैसाबाट अर्को बढ्ने हो। नेपालमा पनि कम्पाउन्डिङ भनेको एसआइपी म्युचुअल फन्डहरूमा हुन्छ। यो कुरा सबैलाई थाहा छ कि एसआइपी गर्नुपर्छ, एसआइपी गर्यो भने चाहिँ लङ टर्ममा रिटर्न दामी पाइन्छ। तर फलोअप भने कसैले गर्दैन। हार्डली हेर्ने हो भने अराउन्ड 5 to 10% मात्र नेपालीले चाहिँ एसआइपी गरिरहेको हुन्छन्। त्यही पनि कतिले चाहिँ 2-3 वर्षमा यही पैसा हुँदैन रहेछ, पैसा कति नै बढ्यो र भनेर त्यसलाई विथड्र गर्ने गर्छन्। त त्यस्तो होइन। त्यो 2-4 हजार रुपियाँको लोभले तपाईँले 20-30 वर्षमा जुन एउटा रिटर्न पाउनुहुन्छ नि, त्यो तपाईँले पाउनु हुन्न के। कम्पाउन्डिङ इज द्याट पावरफुल। कम्पाउन्डिङमा पेसेन्स चाहिन्छ के। पैसाले पैसा ताने जस्तै ब्याजले ब्याज थपे जस्तै त्यो टाइम लाग्छ। तर हामीलाई के छ, हामीलाई चाहिँ भोलि नै विनोद चौधरी बन्नु छ। सो हामी चाहिँ यसले हुँदैन रहेछ भनेर हामी त्यो एसआइपी गरिरहेको छौँ भने पनि त्यसलाई विथड्र गर्छौँ। कुनै कुरामा कम्पाउन्डिङ भइरहेको छ भने पनि हामी त्यसलाई चाहिँ छोडेर हामी लाइक बिङ इन्डेड अप विथ सम सर्ट अफ मनी के। नर्मल मान्छेको लाइफ कसरी चलिरहेको हुन्छ, हामी जन्मिन्छौँ, पढ्छौँ, फेरि कलेज जान्छौँ होइन, कलेज सकिन्छ, कलेज ब्याचलर सक्छौँ, हामीले अब हाम्रो के काम गर्नुपर्छ भन्यो, अनि के काम गर्न थाल्छौँ, कुनै जब गर्छौँ या कसैले कुनै सानो बिजनेस गर्छ, त्यसमै लागेर आबद्ध भएर उसको जीवन जान्छ। जति थियो त्यसमै खुसी भएर ऊ सकिन्छ है। कतिले चाहिँ 1-2 जना हुन्छन् जसले आफ्नो बिजनेसलाई इन्टरनेसनल मार्केटमा लान्छन्। तिनीहरूको माइन्डसेट कस्तो हुन्छ त्यही हिसाबले हुन्छ होइन त। तर नर्मल हेर्ने हो भने चाहिँ सानो कुनै काम गरिरहेछ भने त्यही कामले नै खान पुगिरहेछ भने हामी त्यसमै आबद्ध भएर हाम्रो जीवन जान्छ। तर हाम्रो अर्को एउटा माइन्डसेट हुन्छ जुन रिच माइन्डसेट भनौँ, या जो चाहिँ त्यो 1-2 जना निस्किन्छ नि जसले इन्टरनेसनल लेभलमा आफ्नो बिजनेसलाई आफूलाई लिएर जान्छ। तिनीहरूको माइन्डसेट के हुन्छ भने चाहिँ नर्मल्ली हेर्ने भने उनीहरू चाहिँ एभ्रिडे केही न केही सिक्न खोजिरहेको हुन्छन् क्या। जहिले अहिले एकछिन बस्छु केही नयाँ कुरा सिक्न खोजिरहेको हुन्छन्, कोही आएर बोलिदियो उनीहरूबाट केही नयाँ सिक्न खोजिरहेको हुन्छन्, नेटवर्किङ गरिरहेको हुन्छन् होइन। हामी के हुन्छ, बिहान गयो कलेज गयो, दिउँसो आयो मोबाइल हेऱ्यो हाँस्यो होइन। आफूले यति कम्फर्टेबल बनाएको छौँ कि आफूले केही सिक्ने किताब पढ्ने चाहिँ हामी छैन क्या। जब हाम्रो बोर्ड्सहरू हुन्छ होइन तब मात्र पढ्छौँ, त्यो पनि हामीले किन पढेको, पास हुनलाई, सिक्नलाई चाहिँ होइन। फेरि द्याट्स द मेन डिफ्रेन्स बिट्विन अ नर्मल माइन्डसेट र एउटा रिच माइन्डसेट भनौँ, या एउटा जुन मान्छेलाई चाहिँ एउटा केही बन्नु छ त्यसको माइन्डसेट। अर्को एउटा कन्सेप्ट हो भ्यालु क्रिएसन के। सो हामी कहीँ काम गर्छौँ त्यसबाट हामीलाई स्यालेरी आउँछ। किन आउँछ, हामीलाई के लाग्छ भने हामीसँग केही स्किल छ, त्यस बापत चाहिँ हामीले त्यो स्किल बापत हामीले केही काम गरे बापत हामीलाई स्यालेरी आउने हो। पर रिच माइन्डसेटहरू के हुन्छ भने चाहिँ
त्यो स्किल बापत होइन कि हामीले कुनै कम्पनी या कुनै संस्थामा चाहिँ कुनै एउटा भ्यालु एड गरिरहेको छौँ। सो त्यो भ्यालु एड गरे बापत चाहिँ त्यो ओभरअल भ्यालुको सर्टेन पर्सेन्ट चाहिँ हामीले पाउने हो एज अ सम अफ स्यालेरी। सो इफ यु आर अ भिडियो एडिटर होइन, मानौँ न तपाईँ कुनै एउटा भिडियो एडिटर हो एउटा कोअपरेट कम्पनीमा, सपोज मानौँ नोबेल ब्याङ्कमा तपाईँले चाहिँ एउटा भिडियो एडिटिङको काम गर्नुहुन्छ फर देयर मार्केटिङ ग्रुप है। तपाईँले उनीहरूको सर्च बनाउनुहुन्छ, तपाईँले उनीहरूको केही बनाउनुहुन्छ, तपाईँको सबभन्दा धेरै स्यालेरी त्यहाँ हुने भनेको 20,000देखि 25,000 मात्र हो क्या। किनभने त्यो कोअपरेट जब हो नि त, त्यहाँ फाइनेन्सहरू चाहिँ मेन स्ट्रिम हो क्या। तपाईँको त्यहाँको फाइनेन्स, एकाउन्टिङ, सिएहरू चाहिँ मेन स्ट्रिममा पर्छ, न कि भिडियो एडिटरहरू या मार्केटिङ टिम भयो। तर तपाईँ सेम काम, तपाईँ सेम स्किल छ, तर तपाईँले कुनै प्रोडक्सन हाउसमा, कुनै एउटा प्रोडक्सन कम्पनी भयो, कुनै एउटा म्युजिक भिडियो कम्पनी भयो, त्यसमा तपाईँ सेम स्किल इन्भेस्ट गर्नुभयो भने चाहिँ सेम तपाईँले जुन काम गरिरहनु भएको छ सेम स्किल त्यहाँ गर्नुभयो भने तपाईँले त्यहाँ 1 लाखदेखि 2 लाख रुपियाँ पाउन सक्नुहुन्छ। किनकि भिडियो एडिटिङ इज त्यहाँको चाहिँ मेन स्ट्रिम हो। तपाईँले त्यहाँ चाहिँ आफ्नो एउटा मेन भ्यालु एड गर्नुभयो कि, न कि नोबेल ब्याङ्कमा। सो इफ युर भ्यालु इज लो, युर स्यालेरी इज लो होइन। इफ यु कन्ट्रिब्युट युर भ्यालु जुन हाई छ, तपाईँको स्यालेरी पनि हाई हुन्छ। सो जस्ट आस्क युर सेल्फ होइन, वाट्स द मेन भ्यालुएबल थिङ यु क्यान डु फर अदर के। सो त्यहाँबाट तपाईँले पैसा कमाउन सक्नुहुन्छ र पैसा बनाउन सक्नुहुन्छ। तपाईँ एउटा कम्पनीमा त्यही काम गरेर तपाईँले 20,000 कमाउनुहुन्छ भने तपाईँले त्यही काम गरेर अर्को कम्पनीमा काम गर्नुभयो भने तपाईँले इन्ड अफ अर्निङ 1 लाख or 2 लाख, किनकि यु एड मोर भ्यालु टु द्याट कम्पनी रादर देन नोबेल ब्याङ्क। सो यु हेभ टु चुज युर सेल्फ, म कहाँ चाहिँ एउटा राम्रो भ्यालु एड गर्ने रहेछु। यु डोन्ट गेट एनी स्यालेरी कज अफ युर स्किल, कज अफ युर एनिथिङ, यु जस्ट गेट युर स्यालेरी कज अफ युर भ्यालु। त्यो चाहिँ एउटा माइन्डसेटमा हुनु पऱ्यो। सो हामी नर्मली के हुन्छ भने हामी चाहिँ डिग्रीको बेसिसमा काम खोजिरहेको हुन्छौँ नि। डोन्ट चेज युर डिग्री के। त्यो फर्स्ट बेन्चमा बस्ने रामसँग पनि डिग्री छ र लास्ट बेन्चमा त्यो सुतिरहेको स्यामसँग पनि डिग्री छ इफ हि एटेन्ड द कलेज। डिग्रीले तपाईँको स्यालेरी डिटरमाइन गर्दैन। स्यालेरी इज डिटरमाइन्ड बाई द भ्यालु यु एडेड टु द कम्पनी। इफ यु क्यान एड एनी भ्यालु टु एनी इन्डस्ट्री देन यु क्यान मेक इन्सेन एमाउन्ट अफ मनी के। सो जस्ट डिटरमाइन युर सेल्फ कि तपाईँको जुन तपाईँले के गरिरहनु भएको छ भने त्यो भ्यालु चाहिँ तपाईँले कुन कम्पनीमा चाहिँ कुन चिजमा चाहिँ एड गर्न सक्नुहुन्छ। सो एउटा अर्को पनि कन्सेप्ट हो होइन, पोभर्टी माइन्डसेट के। अब यो चाहिँ तपाईँहरूलाई भन्दा पनि हाम्रो जुन अभिभावकहरूलाई भन्नु सही हुन्छ। हामी सानैबाट सुनिरहेको हुन्छौँ नि घरमा होइन, हामीसँग पैसा छैन, हामीले त्यो त पैसा हुने मान्छेहरूले मात्र गर्ने कुरा हो, यो त हामीले गऱ्यो भने पैसा सब सक्सेस तैँले उडाइन्छस्, पैसा डुब्छ, कोही व्यापार सुरु गर्यो केही आइडिया छ भने चाहिँ म गर्छु भन्दाखेरि पनि होइन, व्यापार डुब्छ, व्यापार डुब्यो भने यसले पैसा सब अहिले कमाएको सब जान्छ, घर लोनमा छ, यताउति छ भनेर चाहिँ हाम्रो माइन्डै यस्तो हुन्छ कि हामीलाई आँटै आउन्न कि कुनै कुरा गर्न। एन्ड वी स्टप बिलिभिङ आवर सेल्फ कि आइडिया छ हामीमा, कुनै आइडिया द्याट विल कम्प्लिटली वर्क छ भने पनि हाम्रो मान्छे यस्तो भइसकेको हुन्छ कि हामी आत्तिन्छौँ कि, हामी नयाँ कन्सेप्ट नयाँ आइडिया ट्राई गर्नै डराउँछौँ। सो जस्ट किप इन युर माइन्ड होइन, इफ यु बिलिभ इन अन समथिङ द्याट विल रियली वर्क, जस्ट गो फर इट, नेभर लिभ अन रिग्रेट के। रिग्रेटमा चाहिँ बाँच्नु भने तपाईँलाई लाग्छ कि यसले काम गर्छ भने जस्ट हिट अ ट्राई, डोन्ट लिभ इन रिग्रेट के। सो भनिन्छ नि लाइक इफ यु बोर्न इन पुवर फ्यामिली द्याट्स नट युर मिस्टेक, बट इफ यु डाई इन युर पुवर फ्यामिली द्याट्स युर मिस्टेक होइन। सो यो हाम्रो पहिलेदेखि चल्दै आएको पैसा छैन, पैसा यो धनी मान्छेहरूले मात्र गर्नेहरूलाई चाहिँ यु हेभ टु एस्केप फ्रम दिस एन्ड यु हेभ टु हिट अ ट्राई, यु हेभ टु लर्न समथिङ न्यू एभ्री डे, जस्ट हिट अ ट्राई एन्ड मेक इट। त्यो अर्को एउटा कुराले पनि हामीलाई रोकिरहेको हुन्छ, त्यो चाहिँ बिङ कम्फर्टेबल के। सो आज मलाई भोक लागिरहेको छ, के खान मन लाग्यो, टक्क अनलाइन अर्डर गरेँ घरमा आइहाल्छ। यसो कपडा किन्न मन लाग्छ, किन न्यु रोड जानु त होइन, इन्स्टाग्राममा यसो पेजमा हेऱ्यो कुनै कपडा राम्रो लाग्यो जस्ट अर्डर के। तपाईँलाई कहीँ जान मन लाग्यो, बाइक छैन, बाइक चलाउनु झ्याउ लाग्यो, जस्ट पठाओ, उबर सुबर गऱ्यो, घरमा आइहाल्छ। हामीलाई आफ्नो लाइफ यति कम्फर्टेबल बनाइएको छ नि होइन, लाइफ फिजिकली मात्र होइन हाम्रो माइन्डसेट पनि त्यत्तिकै कम्फर्टेबल भएको छ क्या। काममा जान्छौँ या कलेज जान्छौँ, आउँछौँ, रिल हेर्न थाल्छौँ, सर्ट्स हेर्न थाल्छौँ होइन, आई क्यान वर्क 2 आवर एक्स्ट्रा सो द्याट सी क्यान ड्राई हर हेयर विथ डाइसन भन्यो, एउटा हाल्यो, त्यो हेऱ्यो, फेरि गरेर हाल्यो, कमेन्ट हेऱ्यो होइन। नर्मली इन्स्टाग्राममा यस्तै हेऱ्यो, दिन जान्छ, फेरि भोलि सेम रिपिट हुन्छ। इन लर्निङ केही पनि छैन, लर्निङ केही गरे पनि छैन, केही नयाँ कुरा सिकेको पनि छैन होइन। यतिमै हामीलाई कम्फर्टेबल भएर चाहिँ हाम्रो माइन्डै युजै भएको छैन कि, त्यति कम्फर्टेबल भएको छ कि हामीलाई। न किताब पढाएको छ, न केही गरेको छ, न नयाँ कुरा सिकिरहेको छ। दुनियाँ एआईमा पुगिसक्यो, हामीलाई एआईको बाल छैन, मतलब छैन होइन।
एआईले के नै गर्छ र मेरो काम त यो हो, यसलाई कसले गर्न सक्दैन भन्यो बसेको छ। अनि यसरी त हुँदैन नि त कहिले पनि। तपाईँ आफूले सक्सेसफुल तपाईँको आफ्नो एउटा आइडल मान्छेलाई हेर्नुहोस्। सायद अहिले क्रिकेटको सिजन छ, मान्छेलाई विराट कोहली एकदमै मनपर्छ होला होइन, इन्सियन मलाई पनि मनपर्छ विराट कोहली होइन, आइएम अ ह्युज फ्यान। तर एकदम मनपर्छ। उसँग त्यत्रो पैसा छ, उसँग टन्नै छ नि त, हि सुड स्टप अर्निङ नि त, चुप लाएर बसे हुन्न, पैसा त उसँग त। तर ऊ दिनदिनै नयाँ कुरा सिकिरहेको हुन्छ, उसले दिनदिनै नयाँ अब के अरे ब्याटिङ स्किल ट्राई गरिरहेको होला, नयाँ उसले आफ्नो त्यो एउटा ब्याटिङ स्किललाई अझ निहारिरहेको होला। उसले यो कुरा मैले सिकेर आज यो कुरा मैले गरेँ भने चाहिँ इट क्यान चेन्ज माई लाइफ, इट क्यान चेन्ज माई करियर अझै राम्रोसँग होइन भनेर ऊ आफूले आफूलाई निहारिरहेको छ नि त अझै पनि। तर हामीलाई छैन कि, हामीलाई बाल छैन, हामी यस्तो गर्छौँ कि हामी अम्बानीकै छोरा जस्तो गरेर चाहिँ मस्त कामबाट आयो, थाके जस्तो गऱ्यो, मोबाइल हेऱ्यो, अनि सुत्यो, भात खायो, सुत्यो, भोलि सेम काम गऱ्यो, 9 to 5 काम गऱ्यो, साँझ आयो, मोबाइल चल्यो, केही नयाँ कुरा सिकाएको पनि छैन। कहिले काहीँ जोस चल्छ, भोलिबाट सुरु गर्छु भन्यो, भोलि त्यस्तै हो फेरि। सो इफ यु चेन्ज युर माइन्ड सेट होइन, सो यु क्यान एचिभ समथिङ, यु क्यान लर्न समथिङ एन्ड यु क्यान लाइक बी अ समथिङ के। सो ओभरअलमा हेर्ने भने चाहिँ होइन, तपाईँले एउटा माइन्ड सेट आफ्नो चेन्ज गर्न मन छ भने चाहिँ पावर अफ कम्पाउन्डिङ चाहिँ एकदमै मेन हो है। इफ यु वान्ट टु गेट अ रिच, अब आजको भोलि नै धनी हो भने चाहिँ जस्ट गो एन्ड डु ग्याम्लिङ के। मान्छे त्यही गर्छ नि, मलाई त छिटै धनी हुन्छ भने स्टकहरू किन्यो, या म छिटै धनी हुन्छ भने बेटिङ एपमा लगेर पैसा हालिदियो अनि डुब्यो। आजको भोलि धनी कोही पनि हुँदैन, हजारौँ करोडौँमा एकजना होला, त्यो पनि कहिलेकाहीँ चम्केर लट्री नै लागेर धनी भएको। तर लट्री लागेर धनी भए पनि त्यसलाई पैसा म्यानेज गर्न आएन भने ऊ जहाँको त्यहीँ आउँछ लास्टमा, धनी हुँदैन। सो पावर अफ कम्पाउन्डिङ अनि माइन्ड सेट चाहिँ एउटा राम्रो भयो भने तिमीले आफ्नो स्थानलाई चाहिँ चेन्ज गर्न सक्छौ। अनि केही गर्न सकेन भने लास्टमा आएर तिमीले के गर्छौ त, कम्प्लेन गर्न थाल्छौ के। अब तिमी कम्फर्टेबल छौ, यतिमै जीवन चलिरहेछ, त्यही हेऱ्यो, मोबाइल चल्यो, अनि लास्टमा आएर ए सरकारले केही गर्न दिएन, देशै यस्तो छ, मलाई त मेरो परिवारले नै साथ दिएनन्, फ्यामिली सपोर्टिभ थिएन, अनि यताउति बाहना गर्यो। त्यो फ्यामिली सरकार डजन्ट म्याटर ब्रो। देशमा गरी खाइरहेको छन्, देशमा राम्रो मान्छे टन्नै छन्, देशमा हुनेले सन्दीप लामिछाने चम्की पनि रहेको छन् होइन, त्यस्तै नराम्रो मान्छेहरू त्यस्तै मुनि नै छन्, अहिलेसम्म उसलाई दब्ने मान्छेहरू दबाइरहेको छन्। लाइफ गोज अन, इट्स अन यु, इट्स ओन्ली यु द्याट यु हेभ टु डु यर सेल्फ। अरू कसैले गरिदिँदैन यहाँ आएर, लास्टमा आएर देश विकास भएन, देशले गर्न दिएन, देशमा केही स्रोत छैन, यताउति होइन। तिमी ट्राई गर न एकचोटि, स्रोत छैन, स्रोत लिएर आऊ नि त। तिमीले त्यो स्रोत लिएर आयो भने पनि यु क्यान एचिभ समथिङ बिग ब्रो। नेपालमा त बाहिर डलर कार्ड बाहिर पे गर्ने केही छैन, डलर कार्ड छ, पे गर, लाइक अप्सन टन्नै छ, अपर्च्युनिटी टन्नै छ क्या। इट्स जस्ट यु एन्ड युर फकिङ माइन्ड सेट द्याट तिमीलाई कम्फर्टेबल भएर बसिरहेको छौ क्या, तिमी जहाँ छौ। तिमीलाई एउटा इच्छा त छ धनी बन्न, इच्छा त छ म आफ्नो बाबुआमालाई केही गर्नको लागि, तर यु इन्डेड अप बिङ लाइक लेजी गाई। केही गर्न मन छ भने भोलिबाट गर्छु भन्यो, कहीँ जानु मन छ, घुम्न र खान फेरि तिमी सबभन्दा अगाडि जान्छौ होला। बाइकमा पेट्रोल बाउले नै हाल्दै पनि साथीले चिया खान आइजन भन्यो भने त्यही पेट्रोल उडाउँदा तिमी जान सक्छौ। तर तिमीलाई त्यही एउटा काहीँ सिक्न केही कुरा गर्न जानु पऱ्यो भने चाहिँ तिमीलाई पायस भए जस्तो हुन्छ क्या। सो आफूलाई निहार्ने हो एभ्री डे, यु हेभ टु लर्न समथिङ न्यू एभ्री डे, यु हेभ टु एचिभ समथिङ न्यू एभ्री टाइम के। यो गर्नु छ भने यो गर्नु पऱ्यो के। एन्ड नेभर लिभ विथ रिग्रेट्स। इफ यु लिभ विथ रिग्रेट्स तिमी सक्यो, द्याट्स अल। एन्ड यु हेभ टु स्टार्ट बिलिभिङ युवर सेल्फ द्याट यु क्यान डु समथिङ, यु हेभ टु लर्न। अहिले 20 देखि 30 वर्षको टाइम यही हो, नभए बुढा 30 वर्षपछि फ्यामिली होला, त्यसपछि अझै रेस्पोन्सिबिलिटी हुन्छ होइन। अहिले त एटलिस्ट बाबा मम्मीले हेरिरहनु भएको छ, यही टाइममा चाहिँ इफ यु डु समथिङ यु क्यान एचिभ समथिङ। सो स्टार्ट डुइङ समथिङ, स्टार्ट बिलिभिङ इन युर सेल्फ, एन्ड स्टप ब्लेमिङ द गभर्मेन्ट एन्ड स्टप ब्लेमिङ द फकिङ कन्ट्री ब्रो। लाइक यु कान्ट एचिभ एनिथिङ बाई कम्प्लेनिङ। कम्प्लेनिङ डज नट सल्भ एनिथिङ के। सल्भ वान तिमी हो, एन्ड इट्स ओन्ली यु टु डु एनिथिङ द्याट यु कुड मेक इट। सो यो नै थियो एउटा सानो इन्फर्मेटिभ कन्टेन्ट थियो मेरो होइन। सो इफ यु रियल लाइक प्लिज हिट द सब्सक्राइब, लाइक एन्ड कमेन्ट डाउन बिलो, एन्ड द्याट्स all for today. Take care. Bye bye.